हेलो एभ्रिवान, आज चाहिँ म खट्टी मिठी अचारको रेसिपी लिएर आएको छु। हामीले चाहिँ घरमै अर्ग्यानिक तरिकाले पनि अचार बनाउन सकिन्छ। आँपको अचार अथवा अरू जुनसुकैको पनि बनाउन सकिन्छ। आज चाहिँ म आँपको अचारको रेसिपी लिएर आएको छु तपाईँहरू सामु। हाम्रो गाउँमा चाहिँ ठुलो एउटा आँपको बोट थियो, त्यो ढलेको त तपाईँहरू सम्पूर्णलाई अवगत छँदैछ। हामीले चाहिँ अरू बेला चाहिँ अचार यस्तो गरी धेरै लगाउँदैन थियौँ, किनभने पाकेपछि खानु यो आँप असाध्यै मिठो भएको हुनाले अचार लाउँदैन थियौँ। यति बेला चाहिँ आँप ढलेर आँपको रुख ढलिसकेको छ। ढलिसकेपछि यो फलहरू काम नलाग्ने भएपछि हामी यसलाई खेर जान नदिउँ, अचार बनाऊँ भनेर चाहिँ हामी अचार बनाउन लागेको छौँ। बेलुकी हामी 2-4 जना भएर यसरी तासिराखेको थियौँ। अनि बिहान उठेपछि कराही ततायौँ, कराहीमा तेल ततायौँ। यसरी तोरीको तेल अथवा यहाँ सनफ्लावरको राख्दा पनि हुन्छ, तपाईँहरूलाई जुन चाहिँ राख्न मन लाग्छ त्यो राख्नु सक्नुहुन्छ। हामीले चाहिँ तोरीको तेल राखेको छौँ कराहीमा। अब हामीले यो मसला मिक्स गरेर मेथी मसला, धनियाँ मसला, जिरा मसला, अनि खुर्सानी, अनि अर्को पानजिरा चाहिँ हामीले यसरी पड्काइसकेको छौँ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। अब हामीले चाहिँ आँप लगायौँ, अनि यो आँपलाई चाहिँ हामी भुट्ने हो। अब खट्टी मिठी अचार हो नि त यो, त्यही भएर बेसार यसरी लगाएँ। बेसार लगाइसकेपछि यसलाई एकपल्ट राम्रोसँग मिक्स गरेर चलाउने। यसलाई चलाउने, बेसार सबैतिर फिटियोस्, गोलियोस् भनेर। अनि यसमा हामीले नुन पनि राख्यौँ, आफ्नो स्वादअनुसार नुन कति राख्ने हो भनेर नुन पनि राख्यौँ। अब यो खुर्सानी छ, यहाँ जिरा छ, अलैँची छ है। यसलाई म चाहिँ मिक्सरमा पिसेर ल्याइसकेको छु यसरी। अब यसलाई पनि हामी यसमा हाल्ने, आँपमा हाल्ने, अनि आँपलाई फेरि बेसरी चलाउने। फेरि यो आँप र मसला चाहिँ मिक्स होस् भनेर बेसरी चलाउने। हामीले यहाँ खट्टी मिठी अचार बनाएको हुनाले गुलियोको लागि हामीले यहाँ चिनी पनि राख्यौँ। यसमा सक्खर पनि तपाईँहरू राख्न सक्नुहुन्छ, तपाईँहरूसँग के छ त्यही राख्नु होला। मैले चाहिँ यहाँ चिनी राखेको छु। चिनी राखेर फेरि यसलाई मजाले मिक्स गरिदिने, चलाइदिने। यो घुलोस्, सबैसँग फिटियोस् भनेर। यहाँ बेसार राखेको देख्नुभयो तपाईँहरूले, नुन राखेको देख्नुभयो, अनि चिनी राखेको देख्नुभयो। अनि हामीले यो चाहिँ जिराको धुलो हो, जिरा, अलैँची, ल्वाङ, सुकमेल, मरिचको धुलो हो। यो चाहिँ यसरी पकाउँदैछु म चाहिँ आँप पकाउँदैछु यसरी। तपाईँहरू आँप पाकिसकेको देख्दै हुनुहुन्छ। यो चाहिँ मैले कलर आओस् भनेर खुर्सानीको धुलो हालेको हो। खुर्सानीको धुलो यो अघि नै हामीले स्वादको लागि त खुर्सानी राखिसकेको थियौँ। यो चाहिँ कलर आओस् भनेर राखेको। फाइनल्ली अचार रेडी भइसकेको छ। यो चाहिँ तपाईँहरू अहिले नै पनि खान सक्नुहुन्छ, राखेर पनि खान सक्नुहुन्छ। थ्याङ्क यू, तपाईँहरू भिडियो हेर्दै